आइसकेका छौँ अनि बान छ्यान क्याफे भन्ने मा चाहिँ लन्च खान आएका छौँ। यहाँ चाहिँ कस्तो राम्रो हेर्नु न एलिफेन्ट्सहरूलाई फिड गर्न मिल्दो रहेछ। केज पनि छैन क्या, लाइक इट्स अ बिग स्पेस, त्यही भएर एकदमै राम्रो छ। अब हामी यहाँनिर ब्रेकफास्ट खान्छौँ। यहाँ चाहिँ एलिफेन्टलाई चाहिँ हामी अब फिड गर्छौँ। यहाँनिर 100 बाटमा चाहिँ बनाना आउँदो रहेछ। बेबी यो 100 बाट र एउटा बास्केटको फिड गराउने हो। अर्को लाइन देऊ न गएर फोटो खिच्दिउँ। कस्तो छ? खाँदै कति मिठो लाग्यो माजा चाहिँ कस्तो मिठो क्या। यिनीहरूले यहाँ थिक क्रिम हालेर दिँदो रहेछ क्या, कन्डेन्स मिल्क हालेर दिँदो रहेछ है। हामी चाहिँ बगीमा काँदैछौँ। चेक इन गर्न आँटेको अब चेक इन गरिसक्यो, रुम गएको। रुम गएको। हामी चाहिँ रुममा एस्कर्ट गर्दै हुनुहुन्छ स्टाफले। सेकेन्ड एक्सपिरियन्स होइन बगीको। एभ्रिवान, हामी चाहिँ अहिले हामी बसेको रिजोर्टमा चाहिँ स्विमिङ पुल रहेछ अलिकति माथि अप द हिल ओसन भ्यूवाला। अनि हामी चाहिँ आएका छौँ। त्यो यो चाहिँ एकदम पपुलर छ है, यो हुन्छ नि डाँडा। अनि हामी चाहिँ यस्तो छमै ल 6 बजेको छ अनि स्विमिङ गरेर चाहिँ हामी स्ट्रिट फुड खानुपर्छ होला आजभोलि। स्ट्रिट फुड, नाइट मार्केट, यताउति कताकति हेर्न जाने हो। अनि हामी चट्टाएर अब के भन्छ स्विमिङ गर्छौँ अनि त्यसपछि फ्रेस भएर हामी निस्कन्छौँ। कस्तो रमाइलो भइरहेछ। तिमीलाई के भन्नु छ? धेरै फोटो खिचाउनु लाएर यहाँ बुढा रिसाइरहेछ है। तिमी पनि बस बेबी, म खिचिदिन्छु फोटो। तिम्रो त हेर यहाँ डढेछ नि त। बुढाबुढीले पनि खिच्नु पऱ्यो नि त। हामी चाहिँ अहिले यहाँनिर नाइट मार्केट स्ट्रिट फुड मार्केट हिँडिरहेको छौँ। To jest grane, to jest grane. हामी चाहिँ आज को आइल्यान्ड हङ आइल्यान्ड भन्ने ठाउँमा जाँदैछौँ। बिहानै लाइक डे टुर हो होइन। बिहानै अब यहाँबाट
8:30 तिरको हुन्छ नि बोटको टाइमिङ छ अनि यहाँ चाहिँ यस्तो देखेको छ बेबी यताउता अनि मेरो बेबीको चाहिँ आज बर्थडे ह्याप्पी बर्थडे मेरो बेबी कस्तो फिल भइरहेछ बुढो भएर बुढो भएर भर्खर बबाल भइरहेछ हो त्यही त तिमीलाई धेरै धेरै जन्मदिनको शुभकामना ल तिमी हाम्रो वेट ब्यालेन्स चाहिँ भएर रहेछ क्या कस्तो राम्रो कि खिच्नु खोजेको check Shein edition. Bag is also from Shein. यो पनि Shein. कानको पनि Shein को DW. त्यसपछि यो चाहिँ Dr. Tees. Bye. Bye. Thank you. एकछिन ल म पठाइदिन्छु ल.